हेलो एभ्रिवान, वेलकम टु खुसी आचार्य युट्युब च्यानल। म आज धेरै समयपछि भिडियो लिएर आएको छु। सबैले माया गरिदिनु होला। अनि आज चाहिँ म साथीकोमा जाँदैछु हैन। हिँड्दा हिँड्दै मैले चाहिँ त्यहाँ बाटोमा खुसी लेखेको देखेँ क्या। मेरो नै नाम लेखे जस्तो लाग्यो अनि यसो फर्केर खिचेको। अनि आज चाहिँ म साथीकोमा जाँदै गर्दाखेरि नमस्ते गर्नु छैन खुबुलाई मैले देखिनँ। खुबुलाई नमस्कार गर्नु सिकाउनु भन्नु पनि। कति जति नबनाउ त च्यान नबनाउ। अहिले दिउँसोको 2 बजेको छ अनि यो सुनेर यिनी हाँसेर बुझिन्छन् कि भन्ने मलाई आशा छ। प्रेसर लो भएर अनि यिनी आउँदा बित्तिकैदेखि सुतेको मतलब बस्नै नसक्ने अवस्थामा रहेछन्। अनि हाम्रो बेड वाच चाहिँ अलिअलि इनर्जी आयो। इनर्जी ड्रिङ्क खायो नि त अघि। इनर्जी ड्रिङ्क पनि सादा पानी होइन, करेन्टको अरूको इनर्जी चाहिँ अहिले छ त्यस्तो त के भनौँ, ड्रग्स खाएर इनर्जी आउँछ, कन्फिडेन्ट बढ्छ। यिनको चाहिँ करेन्टको चुलो खाएर अजिनामोटो खाएर। कस्तो फिल भइरहेको तिमीलाई? एकदमै खुसी छु। धेरै समयपछि तिमीलाई भेट्न आएँ। मलाई तिमीसँग भेट्न आएपछि मेरो प्रेसर पनि बढ्यो, एकदम फ्रेस भयो नि त। कि साह्रो प्रेसर बढ्यो कि के भयो? त्यस रमाइलो लाग्यो। अब के खुवाउँछौ त फेरि भोकलाई? के खान्छौ भन न। मोमो खानु जाने भनेको तिमीलाई मोमो 4 वटा भन्दा खान मन लाग्दो रहन्छ। तर मेरो फेभरेट मोमो थियो यो करेन्ट चाउचाउ। आज हामीले गाइज आज चाहिँ हामीले करेन्ट नुडल्सको चाहिँ के भन्छ, के गर्ने हामीले च्यालेन्ज गर्ने। अनि जसले जित्छ नि मतलब त्यसले चाहिँ हार्ने मान्छेलाई के गर्ने भनेर भन्न पाउँछ है त। तिमीले जित्यौ भने मलाई भन्ने, मैले जित्यो भने तिमीलाई। जे भन्यो त्यही गर्नु पर्यो। मतलब कतै गएर नाच्न भन्यो भने त्यो सबैको अगाडि नाच्न पनि पर्यो। त म त गर्न सक्दिनँ। त्यो गर्ने पर्यो नि अहिले भनेपछि त। म बरु मै जितेर देखाउँछु। ल त्यो जित्यो भने त मैले गर्नु पर्यो। तिमीले जे भन्छौ त्यही। त म 1 हप्ता यहीँ बस भन्छु। ट्रुथ के डियर वाला कि के भन्छ नि, त्यो खेल्न पनि पाइयो, त्यो भन्न पनि पाइयो। त्यसको चाहिँ के हार्नेले चाहिँ के पनिसमेन्ट पाउँछ भन्ने चाहिँ अहिले थाहा हुन्छ। अब हामी करेन्टको रेडी गर्छौँ, के हुन्छ पकाउँछौँ, कसरी बनाउँछौँ प्रतीक्षाले। यिनले मिठो बनाउँछ नि करेन्ट। तिमीले मैले सुरुमा करेन्ट खाएको तिमीले बनाएको नि हो तितीपुर। अस्ति नै क्या म बिचमा आएको थिएँ नि। अनि हामी चोबार होइन त्यो के चौतारीमा गएको थियौँ नि। अनि भिनाजीलाई वहाँ भेट्यौँ। लाहा के अरे त्यो के कृतिपुरको माथिपट्टिको के अरे लाहाना हो कि लहना हो। लहनामा गएको होला। लहनानिर गएर भिनाजीलाई भेट्यौँ। अनि भिनाजीसँग तिमी कहाँ गयौ कि त्यस्तै के सम्झिरहेको छु कि मैले अलिक। के अरे जेस त्यो बेलामा भन्दा पहिला चाहिँ त्यो थाहा थिएन क्या मलाई। करेन्ट चाउचाउ 2 PM भन्ने धेरै भएको छैन नि त होइन। त्यस्तो धेरै वर्ष भएको छैन। अनि त्यही बेलामा खाएको हो। अहिले पनि उनले बनाउँछन्, कस्तो बनाउँछन्। अनि त्यस्तो केही त छैन। अब त्यो करेन्ट बनाउनु के होइन, तर पनि हात पनि हुन्छ क्या। मलाई चाहिँ आउँदैन। ठिक छ। अनि अरू सुनाऊ, कृतिपुरतिरको खबर के छ? ठिक छ, सबै ठिक छ। तिमीलाई मिस गर्छु। तिमी भएको भए कता कता जानुहुन्थ्यो भन्ने हुन्छ। अहिले चाहिँ पहिलाको त्यो घरहरू सम्झिन्छ क्या हामी बसेको। अनि त्यहाँनिर कस्तो भएको तिमीलाई सम्झिन्छु मैले सधैँ जस्तो। म चाहिँ त्यहाँ उता के
के भन्छ त्यो पानी ट्याङ्की छ नि रानी बन्देरको त्यहाँनिर म इभिनिङ वाकमा जाँदाखेरि दिनदिनै सम्झिन्छ अनि त्यो बेलामा तिमी यहाँ बस्दाखेरि चाहिँ कस्तो हो अनि म कलेज गएर आउँदा थाकेको हुन्थेँ नि त अनि भेट्न त मन लाग्छ तर अलि धेरै हिँड्दाखेरि टाढा जस्तो लाग्छ म बनस्थलीदेखि हिँडेर आएर फेरि यहाँबाट वहाँ जान कस्तो गाह्रो लाग्छ नि त अनि अहिले चाहिँ मलाई कस्तो फिल हुन्छ भने अहिले तिमी त्यहाँ भएको भए वाला हुन्छ अनि मेरो इम्पोर्टेन्स त गाइड सबैजनालाई पछि हुन्छ क्या मेरो इम्पोर्टेन्स हुन्छ एकचोटि चाहिँ फिल हुन्छ सबैजनालाई त्यो त हुँदाखेरि चाहिँ मतलब नहुनसक्छ तर टाढा भइसकेपछि एक दुईचोटि त मेरो याद त आउने बनाएरै जान्छु मैले तिमीले त याद गर्ने भयो मैले त तिमीलाई कति याद गर्छु तिमी अस्ति नै रिसायो मलाई त अनि कस्तो चित्त दुख्यो रिसाएको कहाँ हो त्यो रिसाएको कति कल गर्नु छ नि मैले मात्र म्यासेज गर्दाखेरि हेलो भन्दाखेरि हाई भन्नु होइन मैले सन्चै छु अनि के छ खबर ठिक छ त्यहाँभन्दा बढी त्यो त जसलाई अरूलाई नि त्यसरी बोलिन्छ नि त तिमीसँग त्यस्तो होइन नि त यस्तो हो नि त मैले कति यसलाई मैले कति आऊ भन्ने कति म्यासेज गर्ने होइन यिनी सधैँ बिजी क्या त्यत्तिकै बिजी मलाई मतलब नगर्ने अनि तिमी आयो नि हुन्छ तिमी आऊ भन्ने क्या अनि मलाई त अनि म फुपू फेरि साँच्ची म फुपू भतिजी यो भतिजी हो यो प्रतीक्षा भतिजी हो तर पनि मैले भनेलाई तिमी भन्छु फेरि यस्तो डिसरेस्पेक्ट गर्छु भनेर आफ्नो गल्ती आफै अनि मैले बोलाउँदा नआएपछिको नतिजा अनि यसले हेलो भन्दा मैले हेलो त्यहाँभन्दा अरू भनेको भए खुसी हुने त्यति भन्थेँ मैले रिसिटेर होइन अनि धेरै दिनसम्म क्या एक दिन त ल बिजी थियौँ होला बिर्सिनु होला अब कति बेला त आफ्नो मुड पनि हुन्न ए कति म्यासेज गरिदिएको त मैले तिमीसँग बोल्दा कहिले नि हुँदैन त्यस पछाडि 10-15 दिनसम्म नि त्यस्तै चलिराख्यो अनि त मलाई त चित्त दुखेर डराइथिन् मलाई म्यासेज गर्न डर लाग्छ सम्झिन्छु अनि म्यासेज गर्न डर लाग्छ के भन्छ म्यासेज गर्दा मैले राम्रो रेस्पोन्स नगर्ने अनि चित्त दुखेछ अनि मैले एक दिन त हिम्मत जुटाएरै फोन गरेँ अझ भिडियो कल गर्न डर लाएर अडियो कल गरेँ त्यहाँनिर चाहिँ फुपू भन्ने बल्ल महसुस गरायो मलाई डराउनु पऱ्यो नि अहिले त अनि मैले के गल्ती गरेछु केही त भनी छैन भनेर अनि त्यो नभन्नु गल्ती हो क्या तिम्रो नबोल्नु गल्ती भयो अब मलाई तिमी आयो धेरै खुसी लाग्यो अब हामी करेन्ट बनाउनु गयौँ है त गाइस सी यू हेलो एभ्रिवान हामी चाहिँ फेरि पनि आइसकेको छौँ है त ल यी यस्तो त्यहाँबाट देखिन्छ कि नै तर कति बेला खाउँ जस्तो भइरह्यो नि यो च्यालेन्ज हो हाम्रो चाहिँ होइन अब के होला भन च्यालेन्जको के छ नियम के होला नि त जसले छिटो खान्छ त्यसले के गर्छ जसले छिटो खान्छ अहिले पुगिसकेपछि ढिलो खानेलाई पनिसमेन्ट हो नि त त्यही होला पनिसमेन्ट त्यो चाहिँ उ गरिसकेपछि थाहा हुन्छ के गर्छ खायो भने कस्तो पनिसमेन्ट हो कस्तो त्यो त्यहाँ रबर छ त्यो अलिक मजाले खानु पर्यो नि खै ब्यागमा खा मजा अलि अब यो मैदानमा उत्तिसकेपछि अलिकति कम्पिटेटिभ हुनु पर्यो नि त छैन नि त मेरो केही छैन अब मसँग अलिकति यो काँटा चम्चाको पनि अलिकति अभाव भयो त्यो भएर अलिकति खाना असहज होला छैन कतिखेर चाहिँ हेर न कति बेला तिमीले त थिजालो त कति धेरै यहाँ हेर यहाँ नगराऊ यहाँ चाहिँ अनि यता धेरै मैले रोजेन होइन रोज्न पर्ने तर यहाँ चम्चामै आउला जस्तो छैन यहाँ पिरो यहाँ छोएर रातो लगेर नगराऊ त्यहाँ त्यो म देखिन अब हेर न नपता ला वा त्यसमा नुनै आएन होला ला त्यही भएर ल ल्याउ साथी ल्याउ यता ल्याउ खाइहाइन नि हामीले ल खाइहाइन ल्याउ किनभने अहिले हार्यो भने त फेरि त्यहाँ रातो भएर भन्ने त आइहाल्छ त्यो ल हार्नको लागि रेडी है त सुरु पख एकछिन भिडियो खानु त कति छ तिम्रो घरमा भयो के हो भातले पनि बजाएर अहिले
क्यामेरा पनि हेर्नु यो अन्डा त पछि खाउँला नि के गरे अब त्यस्तो डाँडो साथीसँग मैले त I am the winner. Wow, Praticha. Wow. Congratulations. Congratulate me. Please congratulate. म यसको च्यालेन्ज होइन यो त पुरा पसिना पसिना देख्यो तिम्रो ल्याउ यहाँ हाल हेलो त आउनु न त त्योसँग कम्पिटिसन नै होइन नि भाइ त्यस्तो त्यो पनि ल्याउ त्यससँगै राख्यो यो त भएन यो खानै नपाउनु पर्ने त्यो ल्याउ छिटो खै टिस्यु पेपर खै म टिस्यु पेपर लिएर आउँछु जे होस् मैले जितेँ भन्ने त हो नि त होइन होइन कुरा त कसैले किनभने त्यहाँ छ नि त के छ यहाँ पनि छ कस्तो कन्फिडेन्ट पनि मेरो त आजले गर्दा म कति कन्फिडेन्टका साथ भन्न सक्छु नि त्यो ल्याउ न त एकपल्ट यसो गरौँ न त मैले ल हारेसम्म केही छैन सरकार छ बरु मलाई गर्नु भयो म टिस्यु लिएर आउँछु यस्ता झ्याली पनि छन् कि नखाइकन ए सबै रहेछ नि लिएर तँसँग त्यो हामीलाई पिरो नहोस् भनेर उ गरेको त नखाइकन मेरो बहादुरी हो तर त्यहाँ मैले कहाँनिर झुकेँ भन्दाखेरि फोन आयो नि त मेरो बिचमा झुकेँ नि मैले कान त्यो बेलामा मैले खाएँ होइन त्यो अन्डालाई टुक्रा मात्र पारेँ अरू केही गराएन त्यो पनि न प्लस पोइन्ट भयो ठिकै छ भतिजीलाई अब म हारेर पनि नि खुसी हुन्छु भने मैले अब ठिक त्यस्तो भन्नु मिल्दैन मिल्यो अब आज मैले पनि त हार स्वीकार्न सक्नु पऱ्यो नि त खानेकुरामा मैले जित्छु भनिसकेपछि हार्दाखेरि मन त अलिअलि त दुखे त होला नि त मलमपट्टि त लाउनु अलिअलि त त्यति साह्रो आजको विजेता यो विजेता म उपविजेता पनिसमेन्ट दिन पर्ने भयो हुँदाखेरि चाहिँ
त्यो चक्लेट खानु पाइन्छ होला चक्लेट त त्यो ल तिमी पनिसमेन्ट सोच ल भन पनिसमेन्ट सोचिसक्यो 1 हप्ता हेर्नु भने त्यो पनिसमेन्ट हो त्यो त माया हो नि त झन् त्यसलाई मैले मेरो माया अब चाहिँ तिमीले हार्यौ होइन मैले जितेँ होइन त्यो त स्वीकार्छौ नि स्वीकार्यो नि मनैदेखि मनैदेखि हो स्वीकार्नु नि पऱ्यो नि त हारलाई अनि त्यो भएर चाहिँ मैले अब तिमीलाई पनिसमेन्ट दिनै पऱ्यो होइन त्यो त्यसको लागि चाहिँ मैले क्वेसन बनाएको छु कस्तो क्वेसन ट्रुथ कि डेयरवाला ल है म त अनेस्ट बुथ बोल्ने मान्छे जे अनेस्ट भएर तिम्रो बारेमा मलाई फेरि सबै थाहा बेफाइदा नि हो नि तर है बेफाइदा हो नि सबै थाहा त फेरि अर्को यस्तो मिल्ने नभएर त फेरि त्यो च्यालेन्ज भिडियो नि बनाउनु पाउँथिनँ नि त ल सोध्छु तिमी अनेस्ट भएर भन्दा नि फेरि नभएदेखि म पिटेर यस्तरी गरिदिन्छु ल क्वेसन नि बुझ्यो क्वेसन त हेर्न त पर्दैन त्यस्तो हेर्न पर्दैन मलाई तिम्रो बारेमा सबै थाहा है मैले फेरि रिमाइन्ड गराएँ ल अनेस्ट भएर भन साथीलाई कहिल्यै केही कुरा सेयर नगर्नु है हजुर अनेस्ट भएर भन है ल अनेस्ट त म अलवेज अनेस्ट हुनु तिमीलाई थाहा छैन त थाहा छ ल तिमीलाई टोटल एज होलमा ट्रुथ कि डेयर भनेन ट्रुथ कि डेयर दिन्छु गर के भन्न चाहन्छु ट्रुथ मतलब ट्रुथ अनेस्ट भएर है एज अ होलमा टोटलमा जम्मा कतिवटा एक्सहरू थियो ल भन्नु अरू यस्तो राम्रो मान्छे ल भन सोच्नु पऱ्यो मैले यता बन्दै गरेको छु अघि बिर्सेको मेरो हात यो त मेरो कति दिएर पर्दैछ त्यो केबाट रहेछन् कि फेरि यिनको त सब केबाट मात्र छन् कि त्यो दुईजना त मलाई थाहा भएको केबाटै खुसी 3 जना थाहा भइसक्यो दुख्यो अनि त अरूलाई बढी भन्दा त्यस्तै हुन्छ नि हेर त म कस्तो एक्साइटमेन्ट 1 2 3 4 5 6 7 8 9 10 कति भन्ने के कति थियो भने टोक फेरि भन्दा अरू रिसबला पनि कस्तो हुन्छ नि त कुरो त्यहाँ धेरै कुराहरू हो कि के थाहा छैन केही भित्र धेरै एप्स त थिएन नि तर पनि यहाँ गर्न गाह्रो भयो यस्तो थिएन होला पर्दि थियो होला 4-5 जना थियो 3 जना त मैले थाहा थिएँ एक्सको त दिए पनि हुन्थ्यो होला नि त कस्तो हो र एकजना होइन मनै पार्ने त थियो होला मनै मतलब मैले मन पारेको पनि एक्स है त्यो त प्लस भयो नि त अरूले मन पारेका मलाई पनि त अहिले त पुरै होइन अलिअलि समग्रमा ल अहिलेलाई तिमीले मिलाएर बुझ न समग्रमा कति 10 वटा भन्दा ठिकै होला कि कति रिसाउँछ नि फेरि 10 वटा ल 10 वटा यसमा त तिमी यो क्वेसनमा त तिमीले ल जे भने नि पायो अर्को क्वेसनमा नि थाहा हुन्छ 10 वटा त रहेछ 10 वटा त मलाई मन पार्ने त्यति त होला नि हौ त्यो पनि एक्स भयो क्या अब बिहे नभएपछि मन पार्नेलाई त्यस्तो भन्न मिल्दैन नि त यस्तो भयो नि त बिहे भएन बराउने नि अलिकतिसम्म होइन वा कस्तो राम्रो त भन्ने त केटो देखा त अनि भएन भने त म केटी नै भएन नि त फेरि अरू त्यस्तो लगैमा बसेर बिहे गर्नेवाला अनि ब्रेकअप भएर रुनेवाला त भएन नि भएर कोही छ र कोही भयो भने यता कमेन्ट गर्दा पनि हुन्छ भयो यति हो कैछ होइन अब तिमीले 10 वटा भनेर ढाँटिहाल्यौ त्यो त हुँदैन नि त त्यो त क्रस के होला नि तिमीलाई क्रस मान्ने थियो होला धेरै तिमीले भन्दैन तिमीले धेरै राम्रो थियौँ कि पहिल्यैदेखि अनि तपाईँहरूलाई थाहा छैन होइन अहिले त देखिरहेको पहिल्यैदेखि राम्रो हुन् अनि यिनीहरू जहाँ गयो नि छोड्दै नछोड्ने के त्यही भएर मेरो जोगाउने गाह्रो म त कीर्तिपुर बस्दाखेरि त पछि जान्थेँ अहिले पनि म त्यही छु कीर्तिपुरै छु म पनि कीर्तिपुर बस्दाखेरि तिमी अब फेरि पनि जानुपर्ने क्या अनि चिताउनु गएपछि मलाई साह्रै पेट लाग्थ्यो अनि यस्तो कुरामा नभुलौँ जेस म क्वेसनमै गएँ ल क्वेसनमा ल 10 वटा भन्यो तिमीले त झुट बोल्यो भने मैले थाहा पाएँ ट्रुथ बोल्दैछु होइन मैले झुट बोलाइन होला त्यति त अब यता भयो माफी भए 3 वटाको चाहिँ नाम भन कसरी के अब 3 वटा त भन्नै पर्यो
आफ्नो मान्छेलाई कसरी 3वटा त्यहाँ सबै राम्रा छन् मनपर्ने छन् अझै पनि अनि कसरी 3वटामा ल्याउने के तिमीले यो त धर्म सङ्कट पार्यौ नाम भन्ने तिमीले त भने नाम त्यस्तो चाहिँ रामश्याम भनेर हुन्न नि कति मलाई थाहा नि त होइन नभए पनि होइन भन्नुपर्छ क्या पहिलो अक्षर र नामको पहिलो अक्षर र लास्टको अक्षर भन्नुपर्छ पहिलो र लास्टको भने त थाहा भइहाल्छ नि त्यस्तो त्यस्तो त यो त धर्म सङ्कट भनेर खेला भइहाल्यो नि त्यो त तिमीलाई दुईजनाको त दुईटैको एउटै छ प्रतीक्षा यो एकजनाको चाहिँ प्रतीक भयो होइन तिमीलाई थाहा छ कि नै अर्काको नाम चाहिँ समीर भयो एउटाको नाम चाहिँ गगन भयो थाहा भयो नि थाहा थिएन तिमीलाई अब थाहा नहुनु त मेरो गल्ती भएन एउटाको चाहिँ नगराउ एउटाको चाहिँ यस्तो कृपेश भयो कृपेश त मिल्न गयो त प्रतीक्षा अब त यो भनेपछि 4वटाको भने योभन्दा मैले धेरैको नाम फेरि त्यही भन्दै गयो भने तिमीले थाहा थिएन यही अब त्यो थाहा भएछ जे भने नि थाहा साँच्चीकै त कम्तीमा एकजनाको त भन ल म यति लज के भन्छ उस भइरहेको छु भयो नि त अरू त को थियो त म कोसँग बोल्थेँ र त्यस्तो सोझी भयो नि त म अब बोल्ने सोझी भएँ भने त यतै आएर कमेन्ट गरेर म है बोयफ्रेन्ड भनिदिए भएर सजिलो हुन्थ्यो कि त्यही कमेन्टमा आएर छिटो बना ल भन अब सकियो ल त्यो अघिका के गरेर नाम बिर्सेँ के गर्दा हुन्थ्यो ल भन अरू त अघिका त हुँदै होइन नि त कृपेश त होइन के अरे कृपेश सुरु र लास्ट अनि समीर भन म त मान्दिनँ अब मेरो मलाई थाहा हुन्छ कि यता थाहा हुन्छ सबै नभनेको होला कहाँ नभन्नु सबै नभनेको होला यस्तो त भएन नि त यता त्यो त भएन मलाई यसरी यो पिरो खुवाइ यही गर्नु हो त त्यहाँ कसम भने छैन भने छैन अनि म यहाँ झुटो कसम खाएको मेरो कसम खाऊ भने फेरि माया भयो राम हो नि त एउटाको त साँच्ची रामे भन्थे नि गाउँमा हो त्यही हो रामे प्रतीक्षाले मलाई पानी खानु बाध्य बनायो ल अर्को नेक्स्ट क्वेसन तिमीले अगाडि पनि ठग्यौ अहिले पनि ठग्यौ म त्यस्तो दुईवटा कुरामा ठगिएको थाहा पाउँदा म अगाडि बढ्न चाहन्छु पहिलाको 2टा क्वेसनको अनेस्ट एन्सर दियो ल अब भन छिटो भन छिटो सुरुको र लास्टको भन नि त तिमीले त के जान्छ र तिमीले त्यो भन्दाखेरि अब हाम्रो अब यो निष्कर्षमा पुग्यौँ कि मैले भनेको सही हो प्रतीक्षाले पनि एक्सेप्ट गरिन् नेक्स्ट रुँदै मलाई ब्ल्याकमेल गरेर थिएनन् के भन्छ भएको भए त फेरि उहीसँगै म फेरि यस्तो सोझी कि केही कुरा गर्नै सक्दिनँ के भन्नु यस्तो धोका दिएपछि अर्को जुतिदेखि मलाई केही मजा आउँछ त च्यालेन्ज गर्नलाई यो अलिकति गाह्रै हो क्या यो क्वेसन अब यस थिएनन् अब अलिकति गाह्रै हो यो सिचुएसन मैले त पार गरेँ बरु अहिले चाउचाउ अलिक छिटो खान थाहा भयो मैले जाने थिएँ ल अब अर्को भन नेक्स्ट भन सोच छिटो तिमीले अनेस्ट एन्सर दिनु अब अनेस्ट उहाल्ने दिने खालको सोच नि त यहाँ क्वेसन बनाएको छौ त्यत्र त्यो भने जे भन्ने यस्तो त्यो त भन्नु गाह्रो थियो नि त होइन गाह्रै थियो भन क्या मेरो मनपर्ने बानी 4वटा मन नपर्ने बानी 4वटा भन 4वटा अनेस्टली भन सुधार्न पर्ने भन नि त यस्तो तिम्रो त नराम्रो त त्यस्तो छैन नराम्रो छ होइन नराम्रो पनि छ भन्छु सुरुमा नराम्रो भन्नु है त
कि राम्रो भनौँ सुरुमा? नराम्रो भन्नु। सुरुमा नराम्रो भनौँ अनि राम्रो भनौँ है त। नराम्रो होइन, राम्रो भनेको भन्नु, त राम्रो भनेको त यिनी त एकदम लोयल छिन् होइन, एकदम लोयल छौ। मैले एकदम ट्रस्ट गर्न सक्छु, ट्रस्ट के भन्छ लोयल पनि छिन् अनि एकदम मैले चाहिँ ब्लाइन्डली ट्रस्ट गर्न पनि सक्छु मेरो लागि है नि त। अनि त्यसपछि इनोसेन्ट पनि छिन् अनि त्यसपछि एकदम मायालु पनि छिन्, सबै छन् क्या, त्यही हो क्या मिलाएर। अनि त्यसपछि सबैलाई माया दिने खालकी, सम्झिने अनि मेन कुरा चाहिँ एकदम सम्मान गर्ने, सबैजनाले सम्मान पाउनुहुन्छ यिनीबाट होइन। यिनलाई पाउने राम्रै छन् क्या, अझै धेरै भन। यिनलाई पाउने त जो भए पनि एकदम लक्की, कसम त्यो त लक्की। अनि मेहनती पनि छिन्, एकदम पढ्ने पनि छिन्। अनि त्यसपछि सकियो भयो 4वटा भन्दा बढी नभर्नु भयो यसो छन्, अरू छन् गफ नगराउनु छन् अझै। अनि त्यसपछि जस आई क्यान ट्रस्ट हर ब्लाइन्डली। कतै गएर त्यहाँ फेरि कुरा लाग्यो भने फेरि होइन एकदम त्यो कुरामा मान्छु। अनि नराम्रो कुरामा चाहिँ मेन चाहिँ ओभर थिङ्कर, त्यही हो नराम्रो, अरू केही पनि छैन, त्यही ओभर थिङ्क गर्ने, त्यही हो, अरू केही पनि छैन नराम्रो। होइन भएन त्यो भएन, 4वटा छैन नराम्रो, ओभर थिङ्क छ, त्यही हो क्या। ओभर थिङ्कमा अब त्यही सबै कुरा पऱ्यो नि, पढ्ने कुरामा नि सोचेर हो मेरो पढ्न छ भनेर तनाव लिएर पुरै, त्यही हो सबै कुरामा त्यही हो तनाव, ओभर थिङ्कर। अनि राम्रो कुरा त अब सबै भयो मेरो बारे यत्रो भन्छ त्यही हो, राम्रो कुरा धेरै भन्ने कुरा भनिदिनु अब यो त यिन त वाइयात कुरा हो, त्यो अब कसरी बनाएको थियो, अब यति नै हो होइन, यति हो। अनि आज चाहिँ अब पेट पनि टन्न भयो, अब चाहिँ हामी एक दुई यसो गफगफ गर्छौँ। अनि म चाहिँ निस्किने बेला हुन्छ। साथीहरू हजुरहरूलाई कस्तो लाग्यो भिडियो? बोल त 2 शब्द, तिमी पनि जितेकी मान्छे। मलाई त एकदम खुसी लाग्यो होइन, तर पनि तिमी आएर खुसी लाग्यो त्यो च्यालेन्ज जितेर होइन, जितेर नि फेरि यसको त्यो मैले केही पनिसमेन्ट पनि राम्रो दिन सकिनँ। फेरि आउँछ नि त अब अर्कोपल्ट खतरावाला गर्ने, अलिक गाह्रो भइरहेको त्यो पिरोले, मलाई मात्र पिरो परेछ, पिरो खाँदै मलाई कस्तो घाँटीसम्म आयो, त्यति धेरै खान्थिनँ। तोर खाना त भाइ यता हातैले खाएँ क्या, म त पुरै हन्त घाँटी पारैमा खाएँ। के भन्छ ल अब चाहिँ हामीहरू चाहिँ बिदा हुन्छौँ होइन, एकछिन त्यहाँ गफ गर्ने अनि हामी निस्किने भन्दै आजको हाम्रो च्यालेन्ज भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला। बाई बाई। यिनको सब्सक्राइबर अलि धेरै बनाइदिनु होला है, सरी ल। अब चाहिँ म डेली भिडियो बनाउँछु, अलि धेरै होइन, अहिले नि 1000 छ, अब अर्को महिनामा 2000, त्यहाँभन्दा बढी धेरै एक्सपेक्ट गर्नु। त्यो त धेरै हो नि। ल है त सबैजनालाई बाई बाई।